ल है गाइजहरू म चाहिँ घर र टिका लाउन आएको ए ngolasi हो कि खाना म चाहिँ यति दे छेल्लै यति छुई 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 यता कान्छी आमाको घर यता साइली आमाको के अरे सन्चो पनि नहुने कामको थकानले ल हामी चाहिँ हिँडेमा अब माइततिर घरबाट माइत कमेरा धारा यहाँ माथि चाहिँ हामी वैशाख पूर्णिमा पूजा पनि गर्छौँ यो धारामा के बेबी आमाहरू छ नि आमाहरूले पहिला यहाँ पानी भर्न आउनुहुन्थ्यो अरे के बुझ्यौ अहिले त घर घरमै धारा छ नि पहिला त यहाँ आमाहरू बिहानमा यहाँ पानी भर्न आउनुहुन्थ्यो अरे अनि वनमा यतिमा फट्याङ्ग्रा किराहरू भइहाल्छ नि ल फेरि बोलाउन आमालाई बेबी फेरि बोलाउन आमालाई फेरि बोलाउन आमालाई आमा उताबाट है भन्दै हुनुहुन्छ घर र माइतको सिमाना भनेको यही एउटा सानो यति वनले छुट्याछ वन पनि धेरै छैन 2 मिनेटको छ यो चाहिँ हो पातला धारा हामी यहाँ घरमा पानी सुक्यो भने यहाँ पानी भर्न आउँछौँ अन्त मम्मी पनि आइपुग्नु भयो यहीँ छेउमै घर र माइत फेरि कति टाढा छ होइन मम्मी 2-3 दिन लाग्छ बसमा जान के कसो हो 2-3 दिन होइन 5 मिनटमा दौडिँदै गयो भने त 2 मिनटमै पुग्छ होला है बेलौतीको बुट ल हामी चाहिँ माइत आइपुग्यो अघि नै माइत आएर भात खाएर फेरि घर घर टिका लगाएर फेरि म माइत फिर्ता भइसकेँ अनि हाम्रो मम्मीको सुन्तलाको बुट कतिवटा बुट छ अरे मम्मी 5वटा सुन्तला बुट यस्तो मजाले फलेछ यो बुटमा चाहिँ अलि मजाले फलेछ यता यता चाहिँ अलि पातलो छ ल यता चाहिँ हाम्रो मम्मीको सागबारी अहिले त साग रोपे छैन अब अलि पछि रोप्ने हो अनि यता चाहिँ धनसार यहाँ पहिला गोठसोठ थियो के अरे अहिले त केही छैन कति वर्ष त हेर मम्मी पिया भयो 10-12 वर्ष जति भयो 10-12 वर्ष जति भयो मम्मीले भैँसी बाख्रा पाल्न छोड्नु हो त हा गर्ने कुखुराहरू छैन अनि मम्मी पहिला त मेरो सानो त्यहाँ धनसरबाटको कहानी भन्नु त हामफालेको कहानी ए म त ढोका लाएर माथि घरतिर आमातिर गएको थियो के रे अनि कत्रो थियो अरे म सानो थिएँ सानो थियो बेबी भन्दा नि सानो यो सानो यत्रै थियो होला यो भन्दा अलिकति ठुलो लङै लिली खोतेकै भित्ते अनि त्यहाँबाट झन् ढोकाबाट झ्यालबाट हाम फाल्दे रहेछ अनि फुली पनि भाँचे रहेछ अनि निधारमा यति ठुलो टुटुलको उठेको अनि आएर झन् मैले उल्टै तिर्दियो अनि त्यसपछि त पहिला त किन हाम फालेको होस् रे पछि त नाकको फुली हेरेर त नाकमा फुली नरहेछ अनि फुली भाँचेको देखेर त 2 डुमकै खाएको त नि मैले के पिठा आएर हाम फालेको होला है म फेरि दिनु के दिनु अहिले त यो सानो रुखमा चोनी धुरेर रोन वा मम्मी सुन्तला 1 वर्षमा माइत आएँ म चाहिँ अनि भ्याएँ 1-2वटा भएको घरमा कोसेली पुऱ्याएँ अब यता चाहिँ यहाँ बाजे र बजेलाई पुऱ्याउन जाँदैछु कोही छैन अहिले त गाउँघरमा पनि सबै बन्द छ सबै घर खाली छ बाजी बाजी हुनुहुन्छ हुनुहुन्न बाजी बाजी पनि तलन पुर्के चल खाइ तुझा
हाँस्यो कि मलाई आँसु मम्मीलाई निल म के अरे बाजी बजे भिर मम्मीलाई निल बाजी बजे म के अरे भिर अनि म भे दैलेखेरि नोएर खाइचुकु थिरै बिलेन ये अनि तल नखाना हुइरै हावले आइवे ङ कहीँ चाहिँ दैले ब्राङ चाहिँ है चिखाएर खै तिरी आएर अनि फेरि छुइ खिलाई फेरि बिमार खलिया ट कति छेउ त नभए फेरि भिडियो खिची प्रतिभा नासर त कम खापै अरे वा बजे मलाई त्यो सुम्ली आइरा ल आऊ बाई बाई ल बाई बाई लच्छे ल आऊ यता आऊ ए कत बाबा देख्यो हामी कहाँ आएको रे हामी कहाँ आएको स्याङ्जामा गएर भन्ने कहाँ आएको रे हामी घुम्न आएको फेरि ल घुमेर जाने है अब फेरि है हामी घुमेर जाने है अब है घर है जाने होइन यहीँ बस्ने हो हामी यो कसको घर हो रे कसो घर हो यो कसो घर हो भन न आमाको घर भन्दिन यो कसो घर हो आमाको घर भन्न आमाको घर ल बाई बाई बाई